हेलो साथीहरू, म चाहिँ अनि आज के भन्दैछु भनेपछि मैले कलेजमा टिकटक गराएको हुन्छु, हालेको हुन्छु हैन। अनि यताउति टिकटक प्राय हालिरहेको हुन्छु, भ्लग हालिरहेको हुन्छु। अनि कोही कोहीले भन्नुहुन्छ कि कति कलेज गएर पनि टिकटक गराएको, पढ्न छोडेर टाइपको। म जे गरम मेरो मर्जी हैन। अनि सबले आफ्नो टाइममा सबैले आफ्नो काम गर्छन् होला, कसैले कसैलाई सिकाउनु पर्दैन जस्तो लाग्छ। सो म टिकटक बनाम कि पढम कि नपढम कि हैन, अरूको चासो हुन्न होला जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले मलाई अबदेखि कसैले पनि कति टिकटक गराएको चाहिँ नभन्नु। हेर्ने मन छैन भने बरु भिडियो आएको हुन्छ स्किप गरिदिँदा हुन्छ कि नहेरे पनि हुन्छ, कसैलाई हेर्नै पर्छ मेरो भिडियो भन्ने पनि छैन। सो तपाईँहरूले चाहिँ अब हेर्न मन लागे हेर्नुहोस्, हेर्न मन नलागे नहेर्नुहोस्। तर मलाई कति टिकटक गराएको कलेजमा गएर पनि टाइपको हुन्छ नि, त्यस्तो चाहिँ नभन्नु होला। ओके, थ्याङ्क यू। यो चाहिँ मैले रिसाएर पनि भनेको होइन, तर भनेको अब चाहिँ नभन्नु होला भनेर मलाई चाहिँ यो कुरा सुन्यो भने है रिस उठ्छ कि। जसले पनि मतलब प्राय भन्छन् नि त, अब सबैलाई कोहीलाई टिकटक बनाउनु मन पर्ला, कोहीलाई केही गर्न मन पर्ला, कोही अब त्यतिकै बस्लान् होइन। तर त्यही हो, सबैको आफ्नो चोइस हुन्छ। त्यसैले तपाईँहरू चाहिँ कसैको लाइफमा इन्टरफियर चाहिँ नगर्नु होला। थ्याङ्क यू।